चिन्छस् तैँले यो को हो? को र यो? एउटा काम नलाग्ने बाउको छोरो त हो, जसलाई मैले घाँस बाँस कपास दिएको छु। यदि यसको हुतियारा बाउ मेरो अगाडि भेटिएको भए लादी निस्किने गरी हान्थे नि मैले मासला बड्डोलाई। यसको बाउ मै हो। कस्तो बाउ हो तपाईँ? एउटा छोरालाई सही ठाउँमा लाउन नसक्ने। अनि तेरा बाले के तँलाई सही ठाउँमा लगाएछन् र? मेरा बा छैनन्। यदि मेरा बा भइदिएको भए अवश्य सही ठाउँमा लगाउँथे होला। ओहो, सुनेर साह्रै दुःख लाग्यो मलाई। सो सरी यार। के का सरी? बाउ उहाँ पहाडमा छन्। बाउ छैनन् भन्न बित्तिकै के मरेकै हुन्छन् र? तेरा अझ बडबड गरे। भिखारी जस्तो मन्याछ, मेरो इज्जत खालाछ। अरे इष्टा भाइ, भोलि काममा आउने हो कि नै? इष्टा भाइ, ए इष्टा भाइ। फेका इष्टा, छोरा इष्टा भिखारी। मैले तँलाई के कमी गराइदिएको थिएँ र छोरा? तैँले आज आएर मेरो इज्जत सबै पानीमा मिलाइस्। त्यस्तो होइन बुवा। नभन् मलाई बुवा, तैँले मलाई बाउ भन्ने हक गुमाइसकिस्। कुरा के हो भनेपछि हरिप्रसाद तिमी ध्यान दिएर सुन पहिला। चुप साले, अझ तैँले बाउको नाम लग्छस्। हिजोसम्म तँलाई छोरा भन्न गर्व लाग्थ्यो, मलाई गर्व। तर तैँले आज मेरो इज्जत पानीमै मिलाइस्। ठुलो होलास्, सबैको अगाडि शिर ठाडो बनाइदेलास् भन्ने कत्रो सपना थियो। आज आएर त्यो सपना नै सपनामै बित्यो। बुझिस् तैँले? अबदेखि यो मनमा तेरो लागि कुनै ठाउँ छैन। यदि तिम्रो मनमा मेरो लागि ठाउँ छैन भनेपछि म पनि यो घर छोडेर गइदिन्छु क्या। निस्के, तेरो मुख मलाई एकछिन पनि देख्न मन छैन। निस्के जा। हस् हुन्छ, जान्छु म। भिखारी मर्यो। मेरो त इज्जत हो, घर निस्के, घर निस्के। इष्टा भाइ, ए इष्टा भाइ। ओहो, सर आउनुभएछ। गुड मर्निङ सर। ओह, गुड मर्निङ गुड मर्निङ। ढिलो भयो त आज। हाजिरी कट्टेलाई फेरि स्टार लगाइदिन्छु नि फेरि। जामिन, आज मन्दिरमा उहाँ मेला लाग्दैछ। तिम्रो आज ओभर टाइम राखिदिएको छु मैले, 7 बजेदेखि 10 बजेसम्म। होइन ए भिखारी, त भिखारी भइस भइस। मेरो त गाउँमा इज्जत छ बाबु। यसलाई किन भिखारी बोलाएर आछस् कि तैँले? अरे अङ्कल, तपाईँलाई थाहा छैन? म अर्को महिनाको कमाइले BMW कार किन्दैछु। हाम्रो इष्ट भाइले तपाईँलाई भनेन क्या हो? हे भगवान, अझ BMW। हेर त सपना त चन्द्रमा छुने छ नि यसको। ए होइन गर्दा त फुर्ती यस्तो लगाउँछस् BMW का। तेरो कमाइ चाहिँ कति हुन्छ भन् त? अरे इष्ट भाइ भनेनौ क्या आफ्नो ड्याडलाई? के हो तिम्रो ड्याडको पारा यार? के साथ सपोर्ट केही पनि छैन। कमाइ भनेनौ क्या हो? त्यही 2-4 हजार हुन्छ भनेनौ? अझ हेर 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 हेर, महिनाको त्यही 2-4 हजार कमाएर सपना भने BMW का छन् तेरा? ओ अङ्कल, माइन्ड युअर ल्याङ्ग्वेज। महिनाको 2-4 हजार होइन, दिनको 2-4 हजार हो। हेर्नुहोस् अङ्कल, आफूले जति खाना खाए पनि, पेट भरिन्जेल खाना खाए पनि भिखारीको एउटै नियम छ। ए हजुर खाना दिनुहोस्, 4-5 दिन भयो मैले खाना नखाएको, यस्तो तरिकाले भन्नु पर्यो क्या है? हुन्छ बाबु। ल खै यसरी भनेर देखाउनु त। हजुर 4-5 दिन भयो केही खाना भाँदैन, केही छ भने दिनु न, म माथि दया गर्नु न। ठिक छ। वाउ, के बबाल भन्नुहुने रहेछ तपाईँ त। 1 महिनामा कार होइन, तपाईँले त हेलिकप्टर निकाल्नुहुन्छ क्या हो? छोराले पनि अलिक प्र्याक्टिस गर्नु पर्यो है। भन्छ एकचोटि बाबु। भन् त। हजुर 4-5 दिन भयो खाना नपाएको। ठिक छ ठिक छ। धेरै त राम्रो छैन, ठिक छ, अझै सिक्नु पर्ने छ। ल म सिकाइहाल्छु नि म।